नमस्कार सम्पूर्ण जुम्लावासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू। यही माघ 22 गते यानी कि हिजो बेलुका 6:30 हामी करिब लिताकोटमा चाहिँ हामी नियमित चुनावी प्रचार प्रसार कार्यक्रममा थियो। चुनावी प्रचार प्रसार कार्यक्रममा भइरहँदा लिताकोटका आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूले अत्यन्तै मायाका साथ खुसीका साथ स्वागत गर्नुभयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तर र कार्यक्रम सकिसके पछाडि 81 अहिलेका प्रतिनिधि सभाका सांसदका उम्मेदवार आदरणीय दाजु नरेश भण्डारीका कान्छा जुवाई नरेशजीको जुवाईसँग खास गर्दै आएर मलाई बोल्दै हुनुहुन्छ धर्मराज रावत एवं अखिल क्रान्तिकारीका माओवादी संगठन विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जुम्ला जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य र आदरणीय नरेश दाजुका कान्छा जुवाई धर्मराज रावल तरबार लिएर एककारी आइपुग्नुभयो। प्रहरी र त्यहाँका स्थानीयहरूको सहकार्य र सहमतिमा र प्रहरीहरूको साथ र सहयोगले गर्दा धन्न आज ज्यान बच्यो र हामी ठुलो दुर्घटना हुनबाट बच्यौँ। त्यसको लगत्तै हामीले आफ्ना कुरा राख्यौँ र हामी त्यहीँ अडिएर उभिएर बस्यौँ। भाग्ने कुरा त भएन, किनभने न चोर्नु न डराउनु न लुट्नु, हामी किन भाग्ने। हामीले भनेका छौँ, हामीले जति सक्यौँ त्यति गर्यौँ दाजुभाइ, जति सक्यौँ त्यति गर्यौँ। तपाईँको अगाडि आएर त्यस पछाडि त्यसैको लगत्तै जनमुक्ति सेनाका सिपाही एवं सदस्य तिलक कार्कीका छोरा सुपुत्र पारस कार्की एवं तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावत जो माओवादीबाट निर्वाचित हुनुहुन्छ, उहाँका भान्जा पारस कार्की पनि झगडा गर्न आइपुग्नुभयो, लडाइँ गर्न आइपुग्नुभयो। तर लिताकोटवासीहरूको साथ र सहयोगको कारणले गर्दा दुर्घटना हुन सकेन। मेरो 9 दिनको मृत्यु विदेशबाट भित्र आएको नतर 3 वर्ष 4 वर्षमा बस्नु छ विदेशमा एउटा भयो है। होइन मेरो 9 दिनको लास आयो। प्रहरीको साथ र सहयोगले गर्दा हामी बच्यौँ। आदरणीय नरेश दाइलाई भन्न चाहन्छु र जुम्लावासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, यो प्रजातन्त्र हो। प्रजातन्त्रमा हरेक उम्मेदवारको हरेक नागरिकसँग गएर हरेक दाजुभाइसँग गएर भोट माग्न पाउने अधिकार छ। भोट दिनु नदिनु त्यो तपाईँहरूको अधिकारको कुरा हो। र म भन्न चाहन्छु आदरणीय नरेश दाजुलाई जुम्लावासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले तरबारको साँटो उहाँलाई फुल दिएर स्वागत गरिदिनु होला र खादा मालाले स्वागत गरिदिनु होला र उहाँका आफन्तले तरबार ल्याएर आउनुहुन्छ भने उहाँलाई फुलमालाले स्वागत गरेर अगाडि बढाइदिनका लागि पनि म अपिल गर्न चाहन्छु। र जाँदा जाँदै यो चुनाव हामी सबै समन्वित भएर सबै सक्षम भएर जुम्ली जनताको दाजुभाइ दिदीबहिनीहरूको हामीले आशीर्वाद थाप्ने हो। यहाँ कसले जित्ने र कसले हार्ने कुरा होइन। चुनाव भएपछि त हार जित भइहाल्छ, यो सामान्य कुरा हो। यसलाई हामीले स्वीकार्न पनि सक्नुपर्छ। तर यो प्रजातान्त्रिक अभ्यासलाई हामीले पुनः पालना गर्नुपर्दछ भन्ने मलाई लाग्छ। र आदरणीय नरेश दाजुलाई म सम्झाउन चाहन्छु, आदरणीय दाजु, यो 2070 साल होइन, यो झारज्वालामा जसरी मतपेटिका बगाउनु भएको थियो त्यसरी बगाउने समय होइन यो। आज जुम्ली आमाबुवा दाजुभाइ दिदीबहिनीहरू तपाईँ र हामीभन्दा आर्थिक रूपमा पनि उहाँहरू हामीभन्दा सम्पन्न हुनुहुन्छ। शिक्षितको रूपमा जाने भने तपाईँ हामीभन्दा धेरै शिक्षित हुनुहुन्छ र अन्य सामाजिक कार्यमा पनि तपाईँ हामीभन्दा धेरै माथि हुनुहुन्छ। हामी त उहाँका र जुम्ली आमाबुवा दाजुभाइ दिदीबहिनीका सेवक मात्रै हौँ। आदरणीय विनिता कठायतजी, तपाईँ नाताले हाम्रो सोल्टिना पनि पर्नुहुन्छ, तर तपाईँले यस्तो गर्नुहुन्छ भन्ने कुरा मलाई विश्वास नै लागेको छैन। तर यो भिडियोमा सुन्नुहोस् त। जो मान्छे ममाथि आक्रमण गर्न आए यी मान्छेले के बोलिरहेका छन्? कृपया यदि यस्तो हो भने हाम्रो मन दुख्नेछ। त्यो भावनाले म भन्न चाहन्छु, शान्तिपूर्ण निर्वाचन गरौँ, सबैको भलो होस्।